सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। सबैजना ख्रीष्टीय अभिवादन। आउनुहोस् आज पनि हामी हितोपदेशको पुस्तकबाट अध्याय 26 को 1-28 सम्म हामी पाठ गरौँ। गेम ऋतुमा हिउँ वा फसलको बेला झरी परे चाहिँ मूर्खलाई सम्मान दिन सुहाउँदैन। भुर उड्ने भङ्गेरो र हानिएर जाने गौँथलीले चाहिँ बिना कारणको श्राप पनि लाग्दैन। घोडाको लागि कोर्रा, गधाको लागि करेली र मूर्खहरूका पिठोका लागि लट्ठी। मूर्खलाई त्यसको मूर्खता अनुसारको जवाफ नदे, नत्र त आफै पनि त्यो जस्तै हुनेछस्। मूर्खलाई त्यसको मूर्खता अनुसारको जवाफ दे, नत्र त्यो आफ्नै नजरमा बुद्धिमान हुनेछ। आफ्नै खुट्टामा बन्चोरा हाने चाहिँ अथवा हिस्सा पिए चाहिँ मूर्खको हातमा समाचार पठाउनु हो। लङ्गडो मानिस झुन्डिएर लुला गोडाहार चाहिँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ। मूर्खलाई सम्मान दिनु घुयेत्रीमा ढुङ्गा बाँध्नु जय हो। मतवालाको हातमा काँडे बिरुवा भए चाहिँ मूर्खको मुखमा भएको हितोपदेश हो। मूर्ख वा कुनै बटुवालाई ज्यालामा काम लगाउनु धनुधारले जथाभावी काँड हानेर चोटे चोट पार्नु चाहिँ हो। जसरी कुकुर आफ्नै वान्ता खान फर्किन्छ, त्यसरी नै मूर्खले आफ्नो मूर्खता डढाउँछ। आफ्नै नजरमा आफूलाई बुद्धिमान ठान्ने मानिस देखेका छस्, त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ। अल्छेले भन्छ, सडकमा सिंह छ, डरलाग्दो सिंह गल्लीहरूमा डुलिरहेको छ। ढोका आफ्नो कब्जामा यताउता फर्के चाहिँ अल्छे आफ्नो खाटमा पल्टन्छ। अल्छेले आफ्नो हात थाप्लामा गाड्छ र आफ्नो मुखसम्म पुर्याउन पनि त्यसलाई अल्छी लाग्छ। ढङ्ग मिलाएर जवाब दिने 7 जना मानिसभन्दा पनि अल्छे आफ्नै नजरमा बुद्धिमान बन्छ। आफूसँग असम्बन्धित झगडामा हस्तक्षेप गर्ने बटुवा र कुकुरको कान पक्रिने व्यक्ति एउटै हो। त्यो अगल्टा वा घातक काँड हान्ने बौला जस्तो हो, जसले आफ्नो छिमेकीलाई छल गरिसकेपछि भन्छ, मैले त ख्याल मात्र गरेको थिएँ। दाउरा बिना आगो निप्छ, कुरोटी बिना खिचौलो शान्त हुन्छ। भुङ्राको लागि कोइला र आगोको लागि दाउरा जय कलह सल्काउनका निम्ति झगडिया मानिस हुन्छ। कुरोटेका शब्दहरू मिठो घाँस जस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्। माटोको भाँडोमा चाँदीको जरब लाए चाहिँ दुष्ट हृदयका जोसिला ओठ हुन्छन्। देशपूर्ण मानिसले आफूलाई त्यसको कुराले ढाकछोप गर्छ, तर आफ्नो हृदयमा त्यसले छलछामलाई आश्रय दिन्छ। त्यसको बोली मनोहर भए पनि त्यसमाथि विश्वास नगर, किनभने त्यसको हृदय 7वटा देशले भरिएको हुन्छ। त्यसले आफ्नो देश छलसित लुकाएको हुनसक्छ, तर त्यसको दुष्टता समुदायमा खुल्ला हुनेछ। मानिसले खाडल खन्यो भने त्यसभित्र त्यो आफै जागिनेछ। मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर आफैतिर फर्किनेछ। झुट्टो जिब्रोले त्यसबाट पीडामा परेकाहरूलाई घृणा गर्छ र चाप्लुसी घस्ने मुखले सर्वनाश गराउँछ। यस वचन पढाइ र सुनाइमा सम्पूर्ण जनालाई परमेश्वर आशिष गर्नुभएको होस्। धन्यवाद। आमेन।